हाई गाइज नमस्ते। आज म गल्फमा एसीको काम कुन तरिकाले गरिन्छ, कसरी इन्स्टलेसन गरिन्छ, एसीको बारेमा कतिको च्यालेन्जिङ हुन्छ, कति चेन्जेस हुन्छ उता गर्दाखेरि त्यसको बारेमा म देखाउन गइरहेको छ। धेरै साथीहरूले भन्नुभएको थियो गल्फमा काम गर्दाखेरि यहाँको भन्दा उता कुन तरिकाले इन्स्टलेसन गरिन्छ, काम गरिन्छ है, त्यसको बारेमा भनिदिनुहोस् भनेर भनिदिनु भएको थियो। तर त्यसको लागि म पनि यसको बारेमा म भिडियो बनाउन गइरहेको छु। जस्तै अब इन्डोरमा लाउँदाखेरि त्यसको तरिका कुन तरिकाले जोडिन्छ, कसरी लगाउने गरिन्छ भन्ने कुराहरू म प्रष्ट गरेर म देखाउन गइरहेको छु। प्लेट हामी सेटको निकालिरहेछौँ है। सेटको निकाल्दाखेरि हामीले यो सेटको जुन हाम्रो माउन्ट स्टिल हुन्छ यसलाई चाहिँ फेर्नुपर्ने हुन्छ है। अब यसलाई किन फेर्नु हो भने यसमा के हुन्छ भन्दाखेरि नयाँ सेटकोमा चाहिँ यसको होल जुन हुन्छ यसको अलिक ठुलो भएको छ। त्यस कारणले गर्दाखेरि स्प्लिट एसी जुन हामी इन्डोर युनिट लाउँछौँ त्यसमा चाहिँ तल ग्याप देखिन्छ, नदेखियोस् भनेर हामीले चाहिँ यहाँ हामीले कटिङ गरेर ल्याएको छौँ है। यहाँ हेर्न सक्नुहुन्छ यसमा हामी कटिङ गरेर यसलाई चाहिँ अलिक सानो बनाएको छौँ, यसमा चाहिँ छैन है। त्यस कारणले गर्दाखेरि हामीलाई यसले चाहिँ के गर्नुपर्ने हो भने यो प्लेटलाई हामीले चाहिँ कटिङ गरेर चाहिँ सानो बनाएर अनि मात्र हामीले राख्नुपर्ने हुन्छ। अब हामीले चाहिँ के गर्नुपर्ने हो भने यो प्लेटले मार्किङ गर्ने, अब मार्किङ कसरी गर्ने, किन गर्ने हो त है। अब त्यसको बारेमा चाहिँ हामीले गर्नको लागि हामीले चाहिँ के चाहियो भनेपछि अब हामीले चाहिँ के गर्नुपर्ने हो भने यो भनेको हामीले सबभन्दा पहिला हामीले के हेर्नुपर्ने हो भने यो 1.5 टनको इन्डोर युनिट हो है। अब यसमा चाहिँ पाइप कुन कुनको छ है, यहाँ 1/2 को छ अनि 1/4 को छ, हाफको र क्वार्टरको पाइप दुईटा कपर पाइप राखेको छ। अब यसलाई चाहिँ त्यहाँ इन्स्टलेसन गर्दाखेरि जुन हाम्रो युनियनमा टाइट गर्दाखेरि त्यही हिसाबले कपर पाइप त्यहाँनिर राखेको हुन्छ, त्यही हिसाबले चाहिँ हामीले कटिङ गरेर त्यहाँनिर फ्लेरिङ गरेर लाउनु पर्ने हुन्छ। त्यस कारणले एक्ज्याक्ट हामीले थाहा पाउनको लागि कटिङ गर्नको लागि चाहिँ हामीले चाहिँ मार्किङ गर्नुपर्ने हुन्छ है। अब मार्किङ गर्नको लागि यहाँ हेर्नु है, जस्तै हाफको पाइपको चाहिँ हामीले मार्किङ गर्नु पर्यो भनेदेखि यो सिधा यहाँनिर लास्टमा राखेर यो तरिकाले यहाँनिर मार्किङ गर्ने।